हेलो नमस्ते मेरो मिनी ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज यो खेतमा चाहिँ हामी धान उठाउन आएका छौँ। खेतलाई पाइएन भन्नुभयो मम्मीले, त्यही रन्केर हामी आज उठाउन गइरहेका छौँ। ल हेर्नुहोस् कति ठुल्ठुला गरा छन्। अब यहाँबाट हाम्रो सुरुवात हुन्छ। यहाँ चाहिँ खलो काट्नको लागि, कुन्नी बनाउनको लागि, खलो काट्नको लागि रेडी। दाइ चाहिँ यहाँ कसिहाल्नु भयो है, झ्याप्झो भएर कसिनु भयो। सँगसँगै अब हामी 3-4 जना सुरु भइसक्यो हाम्रो। ल हेर्नुहोस् त कति कसिरहेको छु म पनि। काम छ टक्क सबै ताप्दै खलो काट्दै ठेट्ना आँसीले क्वाप क्वाप मजा भयो। यस छुट्टै आनन्द, धेरै वर्षपछिको अनुभव भन्न पर्यो हजुरहरूलाई सुनाउनु पर्दा। यो फाइनल भएर बाले भुस हाल्नु भयो, यसो चिसो नलाओस् भनेर सजिलोको लागि। अब हामी चाहिँ उठाउन सुरु भइसक्यो। अब भक्का भक उठाउन सुरु हुन्छ। हेर्नुहोस् बाले चाहिँ धुपबत्ती गरेर भगवान्लाई सम्झेर ल राम्रो होस् भनेर सम्झिनु भइरहेछ। त्यहाँका स्थानीय देवताहरूलाई सम्झेर बाले स्वीकृति लिँदै हुनुहुन्छ भन्न पर्यो। अब यो बाले पहिलोचोटि के राख्नुभयो, यो बिगो हो कि के भन्छ नि, यहाँ एउटा के पनि भित्रपट्टि राखिन्छ। मलाई पनि ठ्याक्कै थाहा भएन है, सरी फर द्याट। हेर्न कस्तो मजा भइरहेछ है। अब हाम्रो भक्का भक सुरु हुँदैछौँ। बा म 2 जना दाइहरू हुनुहुन्छ, म छु। अब कामलाई चाहिँ अलि पहिलो बिटु चाहिँ झ्याप्पै राख्नुभयो। हेर्नुहोस् अब कस्तो हुन्छ। छोरीहरू पछाडि खेलिरहेका छन्। अब हाम्रो एउटा पहिलो गोरोमा चाहिँ हामी आफूले ट्याक गरेर हालेर यति बनाइयो हातले उठाएर। अब एकछिनपछि डोरी लाएरै बिटा बाँधेर ल्याएर कसेर हाल्नुपर्ने हुन्छ। हेर्नुहोस् त फेरि यत्रो भइसक्यो। केही समयपछि छोरी पनि हरू माथि चढेर एकदम रमाइलो गर्दैछन्। फेरि यता टाढाबाट खिच्दाखेरि यस्तरी डोरी कसेर मजाले रङ्गाउँदैछु मैले झऱ्याप्पै। अब टुई चरप्प कस्ने, त्यो चाहिँ पालमा चाहिँ धान धेरै नझरोस् भनेर। लामो प्लस धेरै पनि रहेछ, गोरुङ्गो पनि थियो। झऱ्याप्प बोकेर हेर्नुहोस् त। अब म टुई लागे कुन्योतिर झ्याम्म फाल्न। यहाँ दाइ पनि आउनु भएछ। हेर्नुहोस् त मैले कत्रो बोकेर लिएर गएछु मजाले। गप्र्याक ल र अब झ्याम्म कुनियोमा फालिदिने हो। अब हाम्रो चिया टाइम, थोरै चिया, मिठो चिया, बिचमा ब्रेक पछि हाम्रो लगातार फेरि तल्लो गोरोमा, अब फेरि तल्लो साइडमा सुरु भइसकेको छ। झऱ्याम सुरु गर्ने हो भन्दै हामी एकदम तातेका छौँ चाँडै बिहान भन्ने हिसाबले। लगभग 3 बज्न लाग्थ्यो थियो। अब यति नै छ हेर्नु। यो चाहिँ लामै छ। तपाईँलाई कस्तो लागिरहेछ मेरो मिनी ब्लग? प्लिज लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फाइनली हेर्नु त कति ठुलो भइसक्यो। अब लगभग भ्यानी बेला छ। अब चाहिँ हाम्रो यो लास्ट एउटा हेर्नु त, लास्ट गरामा आइपुगेका छौँ हामी। लास्ट गरामा आएर इन्डिङ हुँदैछ हाम्रो। यहाँबाट देख्दाखेरि फाइनली हामीले उठाएर भ्याइसकेका छौँ। अब बाले चाहिँ जुरी बाँध्दै हुनुहुन्छ। अनि आजको दिनहरू यस्तै रह्यो। प्लिज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। हेर्नु कति राम्रो जुरी भयो, कति ठुलो भयो। सायद 40 मोरी जतिको आँकडा गरेको छौँ हामीले। तपाईँलाई कस्तो लाग्छ हेर्नुहोस् त कति राम्रो भइसक्यो। बाले माथि फुलहरू पनि राख्नुभयो।
ल भन्नुहोस् त कति मुरी होला यसमा तपाईँले चाहिँ गेस गर्नु होला प्लिज कमेन्ट गरेर है कति मुरी छ होला ठुल्ठुला गरा फाइनली हाम्रो 5:30 बजेतिर हामीले भ्याइसकेका छौँ अब हाम्रो चाहिँ घर जाने तर्खर हुनेछ खेतबाट अब को लागि बाबाई भन्न चाहन्छु भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद फाइनली हेर्नु त बिहान यस्तरी देखेको थियो अहिले सबै खाली भइसक्यो यति भन्दै बाबाई भन्न चाहन्छु हस्त धन्यवाद।